गाइज नमस्ते सबैजनालाई। मैले भिडियो बनाउन पाइनँ धेरै होइन, अब त्यस्तै भयो। म अहिले चाहिँ लटरम्बे महादेव स्वर घुम्न आएको छु। तपाईँ यो भ्यू हेर्न सक्नुहुन्छ, यो डाँडोको बिचमा हो। म हजुरहरूलाई के भन्नु कि अब म भनेर हजुरलाई वर्णनै गर्न सक्दैन क्या, त्यस्तो राम्रो छ कि यो ठाउँ। यता हजुरको पनि कहाँ भिड छ, अनि यता पनि कहाँ भिड छ। अब यो बाटो हेर्नुहोस्, यस्तो बाटो बिचैमा छ कि, डाँडाको बिचमा छ क्या गाइस। अब के भन्नु होला, तपाईँहरू टिकटकमै सर्च गरेर हेर्नु होला होइन, कति छ भन्ने साथीले भ्लग बनाइराखन्। अब म के भन्नु, शब्द नै छैन कि यति राम्रो छ यो ठाउँ। गाइस यार म भन्नै सक्दैन, त्यति राम्रो छ कि। अब तपाईँहरू आउन सक्नुहुन्छ। ठाउँ चाहिँ बवालै हो, तपाईँहरूले तर भ्लग चाहिँ पुरा हेर्नुपर्छ है मेरो। त्यही भएर ठिक छ, धेरै राम्रो छ। तपाईँहरू आउन सक्नुहुन्छ मजाले। उठाएर लग्न मिल्ने भए म आफ्नो गाउँमा लगेर राख्थेँ होला यो ठाउँ। अब यो ठाउँलाई होइन रेटिङ गर्न चाह्यो भने चाहिँ मैले 10 of 10 दिन्छु। यति राम्रो छ कि यो लटरम्बे स्वर हो यसको नाम चाहिँ। तपाईँहरू मजाले घुम्न आउनु सक्नुहुन्छ। यो पुरै बादल हो क्या, पुरै बादल हो, लिटरली यो पुरै बादल हो। अनि तपाईँलाई अर्को कुरा के हो भनेपछि, अहिले यहाँ कुहिरो लगाएर केही पनि देखेको छैन। एउटा डाँडाबाट अर्को डाँडा देखिनु पर्ने हो। यता पनि पुरै बादल हो क्या, दुइटैतिर बादल छ। डाँडाको बिचमा चाहिँ तपाईँको मस्त, तपाईँले यो चाहिँ बारिङ के भन्छ यसको नाम, आई डोन्ट नो, मलाई थाहा भएन। तर यो चाहिँ खर्सानी लगाएको छ। अब कति राम्रो छ, तपाईँहरू आउनु सक्नुहुन्छ क्या। लटरम्बे स्वर हो यसको नाम चाहिँ। स्वर्गै आए जस्तो लाग्यो यार, त्यो बाटो हेर्नु न कति राम्रो छ क्या, कसम। पैसा छैन भनेर यत्तिकै गुम्सिएर बस्नुभन्दा तपाईँहरू मजाले आउनु सक्नुहुन्छ गाइज होइन। आउनुहोस्, रमाउनुहोस्। सधैँ यस्तो पलहरू हुन्न, धेरै नै चाहिँदैन। पर पर्सन केही नभने 1500-2000 रुपियाँ पकेट मनी भएको चाहिँ मजाले आउनु सक्नुहुन्छ क्या। तपाईँहरू बस चढेर पनि आउनु सक्नुहुन्छ। तपाईँसँग गाडी घोडाहरू केही छैन भने चाहिँ मजाले आउनु सक्नुहुन्छ। यो पुरा बादल लगाइरहेको मेरो पछाडि। अब बादलले मसँग आएर ठोकिरहेको, बादलले नै मसँग कुरा गरिरहेको जस्तो छ क्या गाइज। अनि त्यही भएर तपाईँहरू आउनु सक्नुहुन्छ। रमाइलो गर्नुहोस्, काम गर्नुहोस्। अलिकति काम गरेको 2% पैसा सेभिङ गरेर यस्तो साथीभाइहरूसँग प्लान बनाएर घुम्न आउनुहोस्। यही नै हो, अहिले घुम्ने अहिले कमाउने हो। सबैजना आउनुहोस्। यो ठाउँको चाहिँ टप यही नै हो। यहाँदेखि चाहिँ अब पुरै नै यो खाईहरू भयो। अनि यसको ठ्याक्कै अझ अलि ठुलो पाहाड चाहिँ यो हो होइन। अनि यो चाहिँ लास्ट पोइन्ट हो पूजा गर्ने। तल चाहिँ मेन पूजा गर्ने ठाउँ हो। हामी चाहिँ त्यही गरिरहेको छौँ भिडियोको लागि। त्यही भएर अब फाइनल भ्यू चाहिँ यही नै हो। यो पुरै बादलहरू लगाइरहेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ। ल आउनुहोस्, तपाईँहरू पनि इन्जोय गर्नुहोस्, माया दिनुहोस्, लाइक सब्सक्राइब गरिदिनु होला मलाई राम्रोसँग। लटरम्बे स्वर भनेर मजाले सर्च गऱ्यो भने चाहिँ मजाले हेर्न सक्नुहुन्छ। भ्यू छ गाइजहरू। हस्, थ्याङ्क यू, बाई बाई हेर्न चाहन्छु।